ल साथीहरु, अब काटी रेडी भयो अनि मसलाहरु पनि रेडी छ। पहिला थोड़ा मेथीलाई भुट्नु होला। रातो कलर आयो भने यसलाई निकाल्नु होला। एकदमै टेस्टी बन्छ। तेल चाहिँ सरसुङको तेल युज गर्नु होला। अरु तेल नगर्नु होला किनकि सरसुङको तेलमै अचार बन्ने एकदम राम्रो। तेल एकदमै खरानु होला। अनि पहिला मैले राख्दैछु मेथी। यतातिर जो भुटेको मेथी पनि छ। साबुत धनिया अनि ज्वानो साबुत मिर्च जीरा अनि हल्दी तेल एकदमै गरम हुनुपर्छ। दस से 15 मिनट तक मैले ठन्डा गर्ने छोड्दैछु। गरम गरम डालेसी किनकि अचार खराब हुन्छ। एकदम तेल ठन्डा गर्नु होला। ल मसला तेल ठन्डी हो गए। नमक थोड़ा ज्यादा राख्नु होला। गलगलको अचारमा नमक ज्यादा जान्छ। अनि यो चाहिँ जो मेथी मैले भुटेर राखेको हो। अनि यो फेरि धनिया पाउडर, लाल मिर्च मैले त मिक्स ल मैले राख्दै एकदम ठन्डा भयो। एकदम बर्तन छ इधरबाट ल साथीहरु यसको अच्छासँग